जब यो झन् केपी आयो झन् हंगामा यो किडनी चेयर त कामै छैन। हामीलाई आशाको त्यो हो रवि लामिछाने। हामी देशभरिका जनताले रविलाई जिताएर प्रधानमन्त्री बनाउनु पर्छ। रातारात फिल्मी शैलीमा रवि लामिछानेलाई पक्राउ गरेर काठमाडौँदेखि भैरवा लागिसकेपछि यतिखेर रवि लामिछानेका समर्थकहरू काठमाडौँमा रिसले आगो हुँदै प्रधानमन्त्रीलाई रिस पोखिराख्नु भएको छ। देख्न सक्नुहुन्छ यतिखेर फेरि हजारौं जनताहरू रवि लामिछानेको समर्थकमा उठिसक्नु भएको छ भने आज चितवनमा जनसभा भइराख्दाखेरि काठमाडौँमा पनि धेरै जनताहरू रवि लामिछानेलाई अन्याय भएको भन्दै यतिखेर बोलिराख्नु भएको छ। अदालतको आदेश आउने बित्तिकै रवि लामिछानेको घरमा रातारात प्रहरी पुगिसकेपछि रवि लामिछाने मात्र चकित होइन, यतिखेर जनताहरू पनि चकित परेको छ। यो कुनै फिल्मतिर देखिने घटनाहरू अहिले रवि लामिछानेमा भएको भन्दै यतिखेर समर्थकहरूले बताइराख्नु भएको छ। जुन तरिकाले रातारात रवि लामिछानेको घरमा पक्राउ पूर्जी नलिकन र रवि लामिछानेलाई पक्राउ गर्नु अघि तपाईँको अन्तिम इच्छा के छ भनिसकेपछि यतिखेर सामाजिक सञ्जाल तातिएको छ। दर्शकबिन यही सन्दर्भमा तपाईँहरू के भन्न चाहनुहुन्छ मनलाई कुरा लेख्दै जानु होला भन्दै रवि लामिछाने पक्राउको विषयमा जनताहरू के भन्नुहुन्छ उहाँसँग विशेष कुराकानी गर्नेछौँ। हामीसँग रहेर पुरा भिडियो हेर्दै जानु होला। जब रविले फाइल खोल्न थाल्यो अब हामी पत्ता साफ हुन्छौँ भन्ने उनीहरूलाई पनि थाहा भयो। विश्व प्रकारलाई के अन्त्य सांसद भवनको हिरा रे यत्रा हिरा त्यो किरा हो। त्यो नम्बर 1 यो किडनी चाहिँ कतिवटा किडनी फेर्यो, यसको काम पनि भएन। अब यसलाई साइड लगाइदिए हुन्छ। उनीहरूले राम्रो प्रश्न गर्न थाल्यो भने अनि मुर्दाबाद भनेर हुन्छ। हजुर अब युवा नेता चाहियो भनेर कति भन्नु, कोक्रो सुकिसक्यो युवा नेता चाहियो भनेर। युवाहरू सबै खाडीमा जान्छन्, एमए बिए पढेका खाडीमै जान्छन्। यो सरकार नम्बर 1 चुतिया सरकार, चुतिया कांग्रेस, चुतिया माओवादी, चुतिया एमाले चुतिया। रवि लामिछाने होइन सहकारी पीडितहरूको तपाईँले भनिराख्नु भएको छ। अहिले देशको भ्रष्टाचार विरुद्ध तपाईँले आन्दोलन गरिराख्नु भएको छ। बालेन शाहको हर्क साम्पाको गोपी हमालको पनि नाम आइरहेको छ। होइन उहाँहरूको गर्ने मान्छेको विवाद आउँछ, गर्ने मान्छेको केही न केही विवाद आइहाल्छ। नगर्नेको कहाँ आउँछ? चुपलार घर बस्नेको आउँछ र काम गर्नेको आउँछ, नगर्नेको आउँदैन नि। हजुर त्यस कारणले बालेन शाह पनि ठिक छ, हर्क सामान ठिक छ, गोपी हमाल ठिक छ, रवि लामिछाने यो अब आउने 84मा हामी देशभरिका जनताले रविलाई जिताएर प्रधानमन्त्री बनाउनु पर्छ। यो हाम्रो इच्छा हो, चाहना हो। नेपाली जनताको पक्कै छ। यसमा मनमा राख्नुभएको छ, मनमा छ। रवि मनमा छ, रवि ठिक छ भनेर भनेको छ। यहाँ अब त्यस्तै झोले चोले ती खाना पाउनेहरू ती अब यो नेपाल उहाँ दल छैन या परिवारवादका दल छन्। त्यस कारणले गर्दाखेरि यो दलबाट सबै मान्छे तिरस्कार भएर सबै मान्छेहरू डिप्रेसन भएर अहिले खोजीमा छन्। दल होइन नेता, देश बनाउने मान्छे खोजिरहेछन्। त्यस कारणले यो युवा अहिले उदाएको छ। 6, 7, 8 महिनामा यत्रो युवा उदाएर 21-22 चाहिँ युवाहरूलाई हुनहार युवाहरूलाई जिताएको छ। त्यसैलाई अरू प्रतिशोध गर्नको लागि आज यो गठबन्धन सरकारले जेल हाल्न खोज्दैछ। त्यसले हाल्न सक्दैन। जेल कति हाल्न? उनले अन्याय गरे हुनुपर्ने, उनका जस्ता न्यायाधीश उनका